हेलो गाइज, आज म चाहिँ तपाईहरुलाई सिकाउन गइरहेको छु कट क्यापबाट कसरी यसरी ब्याकग्राउन्ड चेन्ज गर्ने त भनेर। यदि तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब एन्ड शेयर गरिदिनु है। तपाईले चाहिँ सुरुमा क्यापकट एप डाउनलोड गर्नुपर्ने छ। त्यसपछि क्यापकट ओपन गरेर भिडियोमा सिलेक्ट गरेर आफ्नो फोटो ब्याकग्राउन्ड राख्न चाहनुहुन्छ त्यसलाई चाहिँ सिलेक्ट गर्नु। फोटो सिलेक्ट गरिसकेपछि तपाईले यो यता साइडमा ओभरले भन्ने देख्न सक्नुहुनेछ, त्यहाँनिर गएर क्लिक गर्नुस्। ओभरलेमा क्लिक गरिसकेपछि तपाईले एड ओभरले गर्नुस्। अब तपाईले फेरि आफ्नो भिडियोमा गएर कुन भिडियो तपाईले अगाडि राख्न चाहनुहुन्छ त्यो भिडियोलाई चाहिँ तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ। एड गरिसकेपछि तपाईहरुले त्यसलाई ट्याक्क साइज मिलाएर राख्नु होला आफ्नो हिसाबले। त्यसपछि तपाईले राइट साइडमा थोरै तानिसकेपछि रिमुभ पिजी भन्ने अप्सन तपाईले देख्न सक्नुहुन्छ, त्यहाँ क्लिक गरिसकेपछि त्यसपछि तपाई अटो रिमुभमा क्लिक गर्नु होला। त्यसपछि तपाईले ब्याकग्राउन्ड यस्तो देख्न सक्नुहुन्छ। त्यसपछि आफ्नो ब्याकग्राउन्ड फोटोलाई अलिकति लम्ब्याएर आफ्नो भिडियोको लेन्थको बनाउन सकिन्छ। यसरी चाहिँ हामीले कट क्यापबाट आफ्नो ब्याकग्राउन्ड चेन्ज गर्ने हो गाइस। थ्यांक यू।